प्रधानमन्त्री बालेनले साउन 11 गते नागढुङ्गा सुरुङ मार्ग उद्घाटन गर्दै 30 मिनेटको बाटो अब 7 मिनेटमै। काठमाडौँ भित्रिने र बाहिरिने सबैभन्दा व्यस्त र निकै कष्टकर मानिने नागढुङ्गा सड़क खण्डको यात्रा अब सधैँका लागि सहज बन्ने मोडमा पुगेको छ। नेपालको यातायात क्षेत्रमा एउटा नयाँ इतिहास लेख्दै राष्ट्रिय गौरवको आयोजना नागढुङ्गा काठमाडौँ सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। लामो समयको प्रतीक्षापछि अब यस सुरुङ मार्गको औपचारिक उद्घाटन गर्ने तयारी अन्तिम चरणमा पुगेको हो। सरकारले आगामी साउन 11 गते यस सुरुङ मार्गको उद्घाटन गर्ने गरी आवश्यक गृह कार्य तीव्र पारेको छ। नेपालको पहिलो आधुनिक सुरुङ मार्गको रूपमा रहेको यस आयोजनाको उद्घाटन कसरी हुँदैछ, यसमा सवारी साधन चलाउँदा कति शुल्क लाग्नेछ, कुन कुन सवारी साधन चल्न पाउँछन् र कुनलाई निषेध गरिएको छ,